हेलो साथीहरू नमस्ते वेलकम टु माई न्यू ब्लग मेरो सानो ब्लगमा हजुरहरूलाई स्वागत छ। म आज खाना बनाएको भिडियो चाहिँ राख्छु, खाना खाएको भिडियो चाहिँ राख्दिनँ किनभने छोरोले गाली गर्यो मलाई सधैँभरि मोबाइल लिएर बसेको छ। आमा छोरो एकछिन गफ गर्नु पाउनु छैन, खाउन्जेल पनि मोबाइलमा खालि भिडियो बनाउनु पर्ने भन्दै करायो। त्यसले आज म खाएको भिडियो चाहिँ बनाउँदिनँ। अब लागौँ है त हामी खाना बनाउनु लागेको भिडियो हेर्नलाई। धेरै धेरै धन्यवाद, हजुरले धेरै सपोर्ट दिनुभएको छ, यसै गरी माया दिइराख्नु होला है। लु जाऊँ हामी उतातिर। मैले ग्यास बालेर कुकर बसालेँ, ग्यासमा थोरै तेल पनि हालिदिएँ। अब तेल तातोस् अनि त्यस पछाडि म पाँचफोरन पुऱ्याउँछु अनि खोर्सानी पुऱ्याउँछु। तेल पनि तात्यो लगभग अब मैले पाँचफोरन पनि पुऱ्याइदिएँ, खोर्सानी पनि पुऱ्याइदिएँ। अब खोर्सानी र पाँचफोरन रातो हुन्जेलसम्म एकछिन चलाउँछु म यसलाई। अब म यसमा हाल्छु प्याज। प्याजलाई पनि रातो पारेर भुट्छु। खासै मिठो यस्तो राम्रो मिठो मिठो परिकार बनाउनु चाहिँ आउँदैन, जे होस् आमा छोरालाई पेट भर्नलाई चाहिँ मिठै लाग्छ कि। अनि मैले तरकारी ओइरेँ। आजको तरकारी चाहिँ आलु, मुला अनि बोडी तिन थरी मिक्स गरेर बनाउँदैछु झोल हालेर। मलाई चाहिँ मनपर्छ, मेरो छोरालाई पनि मनपर्छ। म खासै मसला धेरै हालेर गरम मसलाहरू लसुन प्याज हालेर अदुवा लसुन हालेर बनाउँदिनँ कि सिम्पल तरिकाले बनाउँछु कि मलाई सिम्पल नै मनपर्छ। अनि त्यसरी सिम्पल तरकारी बनाउँदैछु। हजुरहरूलाई मनपर्छ भने मैले बनाएको खानाहरू, मैले खाएको खानेकुराहरू मनपर्छ भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला है। मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। मैले नुन र बेसार हालेँ। अब एकछिन बेला म यतिकै राख्छु, अलिकति भए पनि पानी सुकोस्। त्यस पछाडि मैले गोलभेडा र जिरा धनियाँको धुलो हालेँ। अब म यसलाई एकछिन त्यतिकै राख्छु अनि छोपिदिन्छु। अब यो लगभग एकछिन फुटेँ मैले यसलाई। अब यसमा म रस राखिदिएर अलिकति रस राखेर अनि छोपिदिन्छु। कुकर बिर्को लगाइदिएर एकछिनमै पाक्छ। अनि 4-5 सिटीमा आनन्दले मजाले पाक्छ। यसको काम सक्यो। अब मैले यतापट्टि अर्को एउटा कन्ती बसालेँ। कन्तीमा थोरै तेल हालेँ। यता सिटी पनि लाग्यो, 4-5 सिटी लागोस्। अनि त्यस पछाडि तेल पनि तात्यो। अब म यसमा जिरा पुऱ्याउँदैछु र खोर्सानी। जेमा पनि खोर्सानी नहालिकन पकाउनु मन लाग्दैन मलाई। यो रातो खोर्सानी यति मनपर्छ नि, म जेमा पनि खोर्सानी टन्नै हुन्छ कि मेरो। अनि यति खाइ पनि सक्छु म फेरि खोर्सानी, मलाई पिरो एकदम मनपर्छ कि। अब मेरो यो तातिसकेपछि अब म यसमा साग ओइदिन्छु। साग भुट्दैछु म यता। यसलाई फेरि चलाएर थोरै नुन हालिदिन्छु। म सागमा चाहिँ भुट्ने सागमा चाहिँ बेसार हाल्दिनँ कि। खासै मलाई बेसार नहाल्नु केही फरक पर्दैन कि, देखिँदैन है। झोल हाल्नु भयो भने चाहिँ बेसार हाल्नुपर्छ, नभए नुन मात्रै अलिकति हालिदियो भने भइहाल्छ कि। भुट्ने सागलाई चाहिँ बेसार मसला केहीको आवश्यकता पर्दैन। अब म यसलाई छोडिदिन्छु। मेरो साग पनि पाक्यो। अब म यसरी चलाएर ग्यास अफ गरिदिन्छु। एकछिन छोपेर राख्छु अनि त्यस पछाडि खनाउँछु यसलाई। अब खनाइदिन्छु। मिक्सर आएपछि साग खनाएपछि अब त फेरि अर्को तरकारी खनाउनु पऱ्यो नि कम्तीमा। त्यसरी कम्ती खाली गर्दैछु म। यता कुकरमा सिटी लगायो, त्यो पनि पाक्यो। मैले ग्यास पनि बन्द गरिदिएँ। अब सिटी खोलोस् अनि खनाउँछु। सिटी पनि खुल्यो कुकरको। अब म खनाउँदैछु तरकारी।
हेर्नु त सिम्पल तरिकाले बनाएको नि कस्तो मिठो भएको जस्तै हेर्नु। मेरो छोरालाई चाहिँ फेरि खासै मुलासुला हालेको ओरेको जस्तो मन पर्दैन कि मुला, त्यही भएर कुकरमा घाल्नै पर्छ। अनि अलिक फ्यात्ता भएपछि खान्छ, नभए खाँदैन। अनि मैले छोराको लागि भनेर एउटा अन्डा बनाएको छु। म पनि खान्छु खाँदा। मेरो उसको व्रत एकादशीको व्रत 3 दिनको लागि मात्रै हुन्छ कि, एकादशीको अघिल्लो दिन अनि भोलिपल्ट पनि म चोखो खान्छु। त्यस पछाडि चाहिँ म मासु माछाहरू सबै खान्छु। एकादशीको अघिल्लो दिन भोलिपल्टसम्म 3 दिनलाई चाहिँ म लसुन प्याज माछा मासु केही खाँदिनँ। यति गरिसकेपछि अन्डा अब पाक्न लाग्यो। मेरो छोराले कराएर मलाई खालि मोबाइल तेर्साएर बसेको छ। कति नै ठुलो ब्लगर जस्तो गरेर जुन बेला मोबाइल तेर्साएर बसेको छ, पर्दैन आज खाना खाएको भिडियो बनाउनुलाई, चुप्प लाएर यदि खाऊ, आमा छोरा गफ बनाउनु पाउँछैन भनेर करायो। त्यही भएर मैले अन्डा फर्काएँ। अब म भात पस्किन्छु अनि खाएको भिडियो चाहिँ हाल्दिनँ। अनि मैले खाना पस्केँ। खाना पस्किसकेपछि खाना हेर्नु न, हाम्रो त्यस्तो छैन, तडक तडक छैन, सिम्पल छ नि त, तर मिठो नि छ। अब चाहिँ भने बोल्नको लागि मात्र बसेको क्या अलिकति हजुरहरूसँग गफ गर्नु, किनभने छोराले करायो। छोराको अनुहार देख्छ भनेर हेर्नु न मोबाइल कसरी राखेको छु। छोराले गाली गर्छ कि उसलाई नदेखाउनु भन्छ। ऊ साँच्चै भिडियो यस्तोहरू बनाउनु मन पराउँदैन कि मेरो छोराहरू, भिडियो सिडियो बन्न ओर्न त्यस्तो राम्रो लाग्दैन त्यसलाई। त्यसैले जसलाई जे मनपर्छ त्यही गर्ने हो कि, जसलाई जे मन पर्दैन त्यो गर्नु हुँदैन। त्यसैले म गर्दिनँ।